हेलो सम्पूर्णमा नमस्कार। अहिले चाहिँ म नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठा व्यावसायिक प्रशिक्षण केन्द्र इटहरी सुनसरीमा आइसकेका छौँ। यहाँ चाहिँ हामीलाई निमन्त्रणा गर्नुभएको कारणले गर्दाखेरि हामी उपस्थित भइसकेका छौँ र वैज्ञानिक डाक्टर महावीर पुनको आत्मा किताब सम्झना सपना र अविरल यात्रा पुस्तक चाहिँ किनेर सहयोग गरिदिनु भएकोमा हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। आज छोटो समयको लागि भेटघाट भयो। भेटघाट गएर अब म एउटा अभियानको सिलसिलामा हिँडेको छु र त्यो अभियान चाहिँ कस्तो किसिमको अभियान हो भनेर एकदम छोटकरीमा भन्न चाहन्छु। अब धेरैलाई थाहा छँदैछ अहिलेको अभियान भनेको एउटा किताब बेच्ने अभियान हो। किताब बेच्ने अभियान र यो संसारमा कहीँ नभएको जात्रा नेपालमा भए जस्तो छ यहाँ है। त्यही भन्छ नि एउटा उखान, संसारमा कहीँ नभएको जात्रा हामी गाउँमा भनेर भन्थे उखान छ। संसारमै कहीँ नभएको अभियान चाहिँ नेपालमा गर्नु पर्या छ। यो भनेको यो किताब बेचेर आएको पैसाले अब सरकारको कारखाना चलाउनु पर्ने भएको छ। अब सरकारको कारखाना सरकारले चलाउन नसकेर हामीले चलाउनु पर्ने स्थिति आएको हुनाले नै यो अभियान चालेको हो। अब त्यो कारखाना नेपाल सरकारको हो र धेरैलाई त्यसको बारेमा केही थाहा छैन, किनभने त्यो कारखाना बनेकै झन्डै 60 वर्ष जति भयो त्यो कारखाना बनेको। अनि त्यो बन्द भएको चाहिँ 30 वर्षभन्दा बढी भइसक्यो। त्यस कारणले यहाँ भाइ बहिनीहरू कोही पनि जन्मेको थिएन। त्यति पुरानो कारखाना भएको हुनाले पुरानो मान्छेहरूलाई मात्र थाहा छ, नयाँ मान्छेलाई चाहिँ थाहा छैन। र त्यो कारखानालाई सञ्चालन गर्नुपर्ने स्थिति आयो। सरकारको कारखाना भनेर भन्छन्, तर अलिकति गहिरेर सोच्ने हो भने त्यो कारखाना चाहिँ हामी सबैको कारखाना हो। किनभने सरकारको सम्पत्ति हो। अब ऋण लाए पनि, सरकारलाई ऋण लाए पनि हामी सबैलाई ऋण लाग्ने हो। सरकारलाई चाहिँ पैसा कमायो भने हामी सबैको लागि कमाउने भने जस्तै त्यो कारखाना हामी सबैको कारखाना हो। किनभने सरकारको सम्पत्ति सारा नेपालीको हरेक नागरिकको सम्पत्ति हुन्छ। त्यसैले हामी आफ्नै कारखाना बनाउने भनेर यो किताब बेचेको हो। र किताब बेच्दै आज हामी हिँडेको चाहिँ 359 दिन भयो र यो 41औं जिल्ला हो। र यो किताब झन्डै 1,75,000 भन्दा बढी किताब बेचेर खर्च घटाएर करिब 10 करोड रुपियाँ जति जम्मा गरेर त्यही पैसाले अहिले कारखाना पनि मर्मत गरेर सञ्चालनमा ल्याइरहेको छ। अब उत्पादनको लागि तयारी गरिरहेको छ। र त्यो कारखानाले कस्तो चिजहरू बनाउँछ त भन्दाखेरि किसानहरूको लागि चाहिने औजारहरू बनाउँछ। र किसानहरू सानो किसानको लागि, ठुलो किसानको लागि अहिले औजार बनाउन सक्दैन। सानो किसानको लागि हो। जस्तो सानो किसानलाई चाहिने रोप्ने, धान रोप्ने, मकै रोप्ने, तरकारीहरू रोप्ने, पहाडतिर कोदो रोप्ने, आलु रोप्ने यस्ता मसिनहरू र तिनीहरूलाई चाहिँ गोडमेल गर्ने अनि काट्ने, झार्ने जस्ता मसिनहरू, ती साना मसिनहरू सकभर राम्रो, बलियो र सस्तो सकेसम्म राम्रो गर्ने भन्ने उद्देश्यले चाहिँ यो चलाइएको हो। कारखाना चलाएर अनि पैसा कमाउने भनेर चलाएको होइन। अब कसैको व्यक्तिगत कारखाना हो भनेदेखि त अब व्यक्तिले कारखाना चलाएर पैसा कमाउनु पर्ने हुन्छ। यो व्यक्तिगत कारखाना नभएको हुनाले हामीले चाहिँ कारखाना चलाएर यति पैसा कमाउने भन्ने हुँदैन। त्यस कारणले सकेसम्म सस्तो औजारहरू बनाउने भन्ने उद्देश्यले हिँडेको हो। र आज भाइ बहिनीहरूसँग भेट भयो। भाइ बहिनीहरू चाहिँ पुरा सबै अब विद्यार्थी नै हुन्। अहिले यही कुराहरू सिक्नको लागि, सिप विकासको लागि यहाँ यो केन्द्र नै रहेछ। पुरानो केन्द्र रहेछ, फेरि र ठुलो केन्द्र रहेछ। र अब तपाईँहरूलाई
म एउटा कुरा के भन्न चाहन्छु भने सिप भन्ने चाहिँ एकदमै महत्त्वपूर्ण चिज हो। पढाइ पनि हो महत्त्वपूर्ण, तर अहिले हामीले पढाइलाई मात्रै महत्त्वपूर्ण भन्न ठान्छौँ, तर सिप चाहिँ महत्त्वपूर्ण कुरा हो। किनभने जतिसुकै पढे पनि कसैलाई केही सिप छैन भने, त्यसको हातमा सिप छैन भनेदेखि त्यसले चाहिँ दुःख पाउँछ। र यहाँ एउटा कुरा के छ भने यो जुन सिप तपाईँहरूले सिक्नु भइरहेको छ, यहाँ यो केन्द्रले जुन सिपको तालिम दिइरहेको छ, फेरि कतिको चाहिँ के हुन्छ भने सिक्यो अनि घरमा गएर बसिरहेको त्यो मैले देखेको छु। तालिममा सरकारले के अरे उपलब्ध गराएको तालिमहरूमा गयो, 2-3 महिना 2-4 महिना अब भनौँ न गऱ्यो, अनि सिकेर घरमा गएर बसेको मैले धेरै यसरी गाउँघर डुल्दाखेरि धेरैलाई त्यसरी देखेको छु। मैले अनुरोध गर्ने कुरा के छ भने सिप सिक्नुहोस्, अनि त्यो सिकेको तालिम जुन छ सिप छ त्यसलाई चाहिँ प्रयोग गरेर आफ्नै लागि हो काम गर्ने। आफूले सिकेको सिपले अर्कोलाई फाइदा दिने भन्ने गर्ने होइन, आफ्नै लागि राम्रोसँग काम गर्नुहोस्। र काम गर्दाखेरि असफल भइन्छ, कति कुराहरू गर्दाखेरि असफल भइन्छ, र असफल हुँदाखेरि पनि हरेस नखानुहोस्। यो किताब मैले त्यसैको लागि लेखेको हो। युवाहरूले, भाइ बहिनीहरू जस्तो युवाहरूले जीवनमा जे गरे पनि, जस्तो सुकै जहाँ गएर जे गरे पनि त्यही सिकेको सिपलाई चाहिँ प्रयोग गरेर केही न केही गर्ने, अगाडि बढ्ने प्रयास गर्नुहोस्। प्रयास गर्दाखेरि सफल भएन भने हरेस नखानुहोस्, र हरेस खायो भने त सिद्धियो। त्यस कारणले त्यो त्यस्तो हरेस खाने स्थिति आउँछ, सबैको जिन्दगीमा आउँछ, र त्यस्तो किसिमको हरेस खाने स्थिति आयो भने पनि चाहिँ मुटु दह्रो गरेर अलिकति साहसिलो बनेर अनि दिमाग लगाएर त्यो समस्यासँग चाहिँ जुझ्ने सिक्नुहोस् भन्ने कुराको सन्देश दिनलाई मैले यो किताबमा मैले जीवनमा गरेका सानो बाल्यकालदेखि अब गरेका हरेक कुराहरू र मैले समाज सेवा गर्दाखेरि गरेका हरेक कुराहरूको उदाहरण चाहिँ यहाँ दिएको छु। अब मेरो जीवनमा जे पर्यो तपाईँहरूको जीवनमा त्यस्तै त पर्दैन, समस्या चाहिँ पर्छ। किनभने समस्या धेरै थरीको हुन्छ। हरेक समस्या, जस्तो सुकै समस्या आए पनि मैले चाहिँ जीवनमा कहिल्यै पनि हरेस खाइनँ। मैले यस्तो काम गर्न खोजेँ, गर्दाखेरि चाहिँ यस्तो समस्याहरू आयो र त्यो समस्यालाई मैले यसरी समाधान गर्नको लागि प्रयास गरेँ। प्रयास गर्दाखेरि कति समस्याहरू समाधान पनि भए, कति चाहिँ गर्न खोजेको चिजहरू भएन, असफल भइयो, तर निरन्तर रूपमा चाहिँ अगाडि बढे भन्ने एउटा उदाहरण मेरो जीवनमा मैले भोगेको उदाहरण दिएको छु। भाइ बहिनीहरूले पनि आफ्नो जीवनमा जे भोग्नु पर्ने छ, जे भोग्नु पर्ने र जे चाहिँ बेहोर्नु पर्ने छ, त्यसको लागि मन चाहिँ दह्रो हुनुपर्छ, अलिकति आँटिलो चाहिँ हुनुपर्छ, र समस्यासँग जुझ्नको लागि दिमाग चाहिँ खुब प्रयोग गर्नुपर्छ भन्ने हिसाबको सन्देश दिनलाई, एउटा प्रेरणा दिनको लागि चाहिँ मैले यो किताब लेखेको हो। र यो किताब चाहिँ युवाहरूको लागि लेखेको हो, स्कुलको विद्यार्थीहरू, कलेजको विद्यार्थीहरू र युवाहरूको लागि, जसले जीवनमा केही गर्न खोजिरहेको छ, मनमा चाहिँ एकदमै खुल्दुलीहरू आइरहेको छ, धेरै गर्न दिमाग चाहिँ खुब चलाइरहेको छ, तर बिचमा चाहिँ केही सिप नलागेर, केही उपाय नचलेर हरेस खाइरहेका छन् भनेदेखि त्यस्ताहरूलाई चाहिँ अलिकति प्रोत्साहन दिनको लागि यो किताब लेखेको हो। त्यस कारणले किताब किनेर पढ्यो भने अलिकति हौसला आउँछ, पक्कै पनि आउँछ होला भन्ने मलाई लागेको छ। र त्यही कुरालाई चाहिँ ध्यानमा राखेर युवाहरूलाई प्रेरणा दिनको लागि जीवनमा केही न केही, अब केही गरे पनि जीवन गइहाल्छ, मरिहालिन्छ, नगरे पनि मरिहालिन्छ, यसै मर्नु छ उसै मर्नु छ, केही न केही गरेर मर्ने भन्ने किसिमको प्रेरणा दिनको लागि चाहिँ यो किताब लेखेको हो। ल, धन्यवाद। अब स्कुल पढ्ने विद्यार्थी र जे पढ्ने पनि विद्यार्थीलाई चाहिँ 700 रुपियाँ भनेछ। ल, 50 रुपियाँ डिस्काउन्ट दिएछ। हामीलाई यो मौका दिनुभएको र हाम्रो निमन्त्रण स्वीकार गरी यहाँसम्म आइदिनु भएकोमा कार्यक्रम तर्फबाट व्यक्ति तर्फबाट हजुरलाई धेरै धेरै धन्यवाद छ, आभारी छौँ। यो देशमा जनता सरकारमा पनि हामी सर्वसाधारण जिउँदैछौँ नागरिकहरूको लागि भन्दै
म यो माइक हाम्रो सरलाई दिन चाहन्छु। सबैको जय होस्, मङ्गल होस्, कल्याण होस्। धन्यवाद। अलिकति पछाडि जाइदिनु सर। धन्यवाद। यता जानुहोस् त। दुर्गा निर सहजीकरण गरिदिनु भएको छ है। तालिबिनी बनाउँछ, उहाँले सम्मान गर्नुभएको छ। ब्युटिसियनबाट पनि मैले इलेक्ट्रिसियनको विद्यार्थी भएकोले गर्दाखेरि मैले किताब दिने त मनस्थिति बनाएको थिइनँ, तर पेसाले म एउटा कृषक पनि हुँ र यो महावीर दाइले भन्दै गर्दाखेरि यो हाम्रो किसानको चाहिँ यो कृषि औजार बन्ने हुनाले चाहिँ यो मेरो विषय नै पर्ने भएकोले फेरि मैले यो मनस्थिति किताब दिने मनस्थिति बनाएर म किताब दिँदैछु र अलिकति कोही हुनुहुन्छ त्यसै गरी राजेश सङ्ग्रौला र ल अहिले चाहिँ हामी नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठा व्यावसायिक प्रशिक्षण केन्द्र इटहरी सुनसरीमा आइसकेको छौँ र हाम्रो डाक्टर महावीर पुन सरलाई चाहिँ वेलकम पनि स्वागत पनि गरिसक्नु भयो र हाम्रो सरले चाहिँ आफ्नो भनाइहरू पनि राखिसक्नु भयो र हाम्रो किताब बिक्री वितरण कार्यक्रम पनि लगभग सकिसकेको छ। यहाँ सम्पूर्ण जति पनि किताब किनेर सहयोग गर्नुभयो हाम्रो विद्यार्थीहरूलाई, उहाँलाई र हाम्रो प्रशिक्षकहरूले पनि किनेर सहयोग गर्नुभयो, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ भन्दै अहिले चाहिँ म तपाईँहरूमा छुटिन चाहन्छु। जय इटहरी, जय नेपाल, जय महावीर पुन।